केही महिना अघिसम्म सूर्यविनायक नगरपालिका वडा नम्बर 9 स्थित काँक्राबारी भन्ज्याङको घिसिङ डाँडामाथि हरियो वन थियो। ग्लोबल आईबी बैंक, सबैका लागि बैंक। यति बेला हामी सूर्यविनायक नगरपालिका वडा नम्बर 9 स्थित काँक्राबारीमा छौं। 3 महिनादेखि चाहिँ यहाँले पृष्ठभूमिमा देखिरहनु भएको यो प्लटिङ एरिया चाहिँ प्लटिङ भइरहेको थियो। निक बुजिकिक हाउसिङ कम्पनीले चाहिँ यो प्लटिङ गरिरहेको थियो। करिब यहाँको स्थानीयहरूको अनुसारमा 450 रोपनी जग्गामा चाहिँ प्लटिङ भइरहेको थियो। माथिल्लो र तल्लो काँक्राबारी, घिसिङ बस्ती, लामा बस्तीका मानिसहरू घाँस दाउरा लिन त्यही पुग्थे। तर 2 महिना भो वन उजाडिएको छ। त्यति मात्र होइन, घिसिङ र लामा बस्तीका बासिन्दाको बसाइ नै बिथोलिएको छ। कसैले माथिल्लो भन्ज्याङतिर जस्ताको टहरो हालेका छन् त कोही अर्को डाँडातिर पुगेका छन्। निक बुजिकिक हाउसिङ कम्पनीले विकसित घडेरी बनाई सुव्यवस्थित बस्ती बसाउन प्लानिङ पर्मिट माग्दै 2081 असोज 1 मा उपत्यका विकास प्राधिकरणलाई 524 रोपनी जग्गा प्लानिङ गर्ने प्रस्ताव सहित पत्र पठायो। प्रस्तावित क्षेत्रमध्ये 465 रोपनीमा प्लानिङ गर्ने कम्पनीको योजना हो। यसबीच कम्पनीले स्थानीयको रहबरमा सार्वजनिक सुनवाई, EIA, माटोको गुणस्तर परीक्षण र प्लटिङ गरिने क्षेत्रका खहरे खोल्सीहरूको पानीको बहाव मापन आदि काम गरेको छ। तर प्लानिङ पर्मिटका लागि आवश्यक जग्गा धनीको मन्जुरीनामा, नगरपालिकाको सिफारिस, सार्वजनिक जग्गा, वन क्षेत्र, जग्गाको प्रकार, प्लट संख्या, खोलानाला आदिको विवरण प्राधिकरणलाई बुझाएको थिएन। अनुमतिका यी प्रक्रिया बाँकी छँदै कम्पनीले पुसको अन्तिम सातादेखि 35 वटा डोजर लगाएर डाँडो खन्न थाल्यो। प्राधिकरणबाट अनुमति नै नपाई डाँडो खोतालिएको बारे कम्पनीका सञ्चालक डिलिदोज बराइलीको भनाइ भने यस्तो छ। पहिला प्लानिङ पर्मिट लिएर मात्रै मिसन चलाउनु पर्छ भन्ने पनि छैन र मिसन चलाउन मात्रै प्लानिङ पर्मिट लिनुपर्छ भन्ने पनि छैन। उसले के मात्रै भन्नुहुन्छ भने उसको ऐनले कुनै पनि आयोजना निर्माण गर्दा अथवा जग्गा विकास आयोजना सञ्चालन गर्दा एकी किताकाट नगर्नु, उपत्यका विकास प्राधिकरण स्वीकृति दिएर मात्रै गर्नु भन्ने ग्यारेन्टी गरेको हुन्छ। तर भ्रम के बजारमा छ भने पहिला प्लानिङ पर्मिट लिएर खोइ त तर मिसनमा कसले आदेश दियो भन्ने छ क्या। चिल्लाउने आदेश भनेको सम्पूर्ण अधिकार भनेको चाहिँ स्थानीय तह नगरपालिकालाई हुन्छ। सूर्यविनायक नगरपालिका वडा नम्बर 9 का अध्यक्ष भगवान खत्री मेसिन चलाउनका लागि स्थानीय तहले अनुमति नदिएको बताउँछन्। होइन, अब उनीहरू चाहिँ प्रक्रियामा चाहिँ अगाडि बढ्दै पनि गरेको, जस्तै काम पनि हुने प्रक्रिया पनि अगाडि बढ्ने भन्ने तरिकाले उनीहरूले गरेछन् क्या। त्यो जुन हाउसिङवालाले हाम्रो त सिफारिसहरू पठायो, हामीले स्वीकृति दिने होइन। बिना स्वीकृति चलिरहेको डोजर वन क्षेत्रमा पनि चल्न थालेपछि स्थानीयले सचेत पनि गराए। वन क्षेत्रमा डोजर नचलाउन भन्दै अटेर गरेको संघर्ष समितिका उपाध्यक्ष एकराज तामाङ बताउँछन्। अब चिया खाने गफमा वन खन्ने छ भनेर भन्यो, अनि वन खनिसकेपछि अब के अन्त वन खन्न त दिनु भएन भनेर एउटा संघर्ष समिति भन्ने तयार पारेर अनि एउटा ज्ञापन पत्र बुझाउने भनेर सिडिओलाई गएको थियौँ हामी। अनि चैतको 9-10 गते जाँदा के भयो भने होइन हाम्रो दाजुभाइ झगडा हुन्छ, एकैचोटि यसरी जानु हुँदैन, सल्लाह लिउँ, सल्लाह लिइसकेपछि मात्रै बुझाउनु पर्छ भनेर फर्केर आयौँ। अनि त्यहाँबाट यहाँ हामी सबै त्यो वन खनेको ठाउँमा भेला भइसकेपछि अब खनिसकेछ, योभन्दा चाहिँ नखन्नु, अब यो माटो चाहिँ धराप गरेर नराख्नु, फिलिङ मात्रै गरिदिनु भनेर भने हुन्छ हस् भनेर त्यतिखेर गऱ्यो। भोलिपल्टदेखि त झन् भइभरको डोजर त्यही डाँडामा पुर्याइदिएर रहेछ। अनि यो त अत्याचारै भयो भनिसकेपछि हामी 21 गते गएर ज्ञापन पत्र बुझायौँ, सिडिओमा बुझायो। सिडिओबाट नगरलाई, वडालाई पदार्थ सहित बुझाइसकेपछि पनि उहाँहरूले वास्ता व्यस्त गर्नु भएन। कम्पनीका सञ्चालक बराइली भने 4वटै गुठी र काँक्राबारी भित्री सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रामकृष्ण तामाङको सहमतिमा वन क्षेत्र सम्याइएको बताउँछन्। आयोजनाको उत्तरतर्फको भाग चिट्ठा नम्बर 156 सँग जोडिएको ठाउँमा हामीले मिसन सञ्चालन, हाम्रो जग्गामा मिसन सञ्चालन गर्दा त्यो भाग चाहिँ एकदमै अग्लो डाँडो भयो। वनका अध्यक्ष अनि त्यहाँ चाहेर गुठीका गुठीका अध्यक्षहरू र संयोजक गुठीको संयोजक सबैको एकदम प्रेसर र हाम्रो सपोर्ट आइसकेपछि अनि हामीले उहाँको शर्तमा मिसिन लगाएर वनको जग्गा सम्याइदिने काम सुरु गर्यौँ। सम्बन्धित निकायले बेलैमा नरोक्दा 22 रोपनी 5 आना सार्वजनिक वन क्षेत्र उजाड बनाइदिएको सरकारवालाहरू बताउँछन्।
सङ्घर्ष समितिले ज्ञापन पत्र बुझाएको 1 महिनापछि बल्ल सम्बन्धित निकाय अनुगमनमा पुग्यो। म चाहिँ अलिकति तल आशापुरीमा बस्छु। वनमा चाहिँ अलि धेरै नै खनिए छ। त्यसपछि चाहिँ स्थानीयबाट पनि रिपोर्ट जस्तै भयो र त्यसपछि मैले पनि आफूले तुरुन्तै थाहा पाउने बित्तिकै चाहिँ तपाईँको उता जिल्ला वन कार्यालयमा रिपोर्ट गरेँ। अनि भोलिपल्टै चाहिँ उहाँहरू आउनुभयो र डेपो साहबसहित आउनुभयो र उहाँहरूले पनि निरीक्षण गरेर जानुभएको थियो। सार्वजनिक वन अतिक्रमण गरिएको भन्दै जिल्ला प्रशासन कार्यालयले तत्काल रोक्न आदेश दिँदा पनि कम्पनीको डोजर रोकिएन। प्रहरी नै खटाएपछि मात्रै डोजर रोकियो। सबै ठाउँमा प्रचार भएपछि बल्ल सबै निकायको प्रदेशदेखि लिएर सिडिओदेखि लिएर हैन अब नगरपालिकाको यहाँ हाम्रो वडा अध्यक्षज्यूहरूले चाहिँ यहाँ अनियमितै भएको रहेछ, यहाँको यकिन ल्याएर कानुनी प्रचलित कानुन अनुसारको कारबाही गर्ने भनेर चाहिँ आजको दिनसम्म काम रोक्ने भन्नुभयो। तर यो प्लानिङवालाले काम रोक्नु भएन। आइतबार आउनुभएको बेलुकाखेरि उहाँहरू शुक्रबारसम्म काम रहेछ, प्रहरी पठाएपछि मात्रै बल्ल शुक्रबार 1 बजेदेखि काम रोक्नुभएको हो उहाँहरूले। भनेपछि यो प्लानिङले चाहिँ अब सिडिओ साहबको पनि आदेश पालना गरेन कि जस्तो चाहिँ मलाई लाग्छ। अनुमति बिनै डोजर चलाइरहेको कम्पनीले स्थानीय स्तरबाट विरोध हुन थालेपछि मात्रै सिफारिसका लागि वडा कार्यालय र नगरपालिकामा ताकेता गरेको देखिन्छ। 9 नम्बर वडा कार्यालयले चैत 13 गते जग्गा प्लानिङ पर्मिटका लागि सिफारिस गरेकोमा नगरपालिकाले थप अनुमति दिइसकेको छैन। एकातिर बिना स्वीकृति डोजर चलाएको कम्पनीले केही स्थानीयले नमान्दै पनि बाध्य पारेर घर सारिदियो। 2 परिवारले त मन्जुरीनामा दिएकै छैनन्। प्लोटिङले मागिरहनु भयो। अब उता वरिपरि जोदेपछि अब तपाईँहरूको नि दिनु राम्रो हुन्छ भन्नुभयो। अब दिएपछि नदिउ कि भनेको हामीले दिनुपर्छ राम्रो हुन्छ भन्नुभयो। अनि उनीहरूले अब यो छाप्राहरू चाहिँ उनीहरूले बनाइदिनु भयो। हामी यतै सरेको अब बाध्यतै भयो नि त, वरिपरि सबै खनिसक्यो। स्थानीय बलबहादुर तामाङ पनि घर नछोड्ने अडानमा थिए, तर जबरजस्ती कम्पनीले उनको घरमा डोजर लगाइदियो। हाम्रो जग्गा हो, हाम्रो कम्पनीको साहुको जग्गा हामी खान्छौँ भनेर उनीहरूले मेरो जग्गा नापै ननापेको जग्गा पनि उनीहरूले जबरजस्ती डोजर लगाएर खनेको हो। अब बुहारीले मेरो 28 जना जग्गाको बारेमा अब हामीले नदिएको पनि हो। पछाडि परेर लास्टा दायाँ बायाँ सबै खन्यो। मेरो फाप्रो पनि भत्कायो, त्यो बाख्रा बानी टावर पनि भत्कायो। त्यो भर्खरको कुरो भन्दा अब राम्रै जस्तोको टावर थियो त्यो पनि भत्कायो। रातको 9 बजे मैले बाख्रा जाने अब प्लटिङको साहुहरूको छाप्रामा मैले रातको 9 बजे ल्याएँ। यी 2 परिवारले मन्जुरीनामा दिएका छैनन्। बलबहादुर भने आफूलाई जबरजस्ती सही गर्न लगाएको बताउँछन्। अहिले तिनै स्थानीय पनि विभक्त भएका छन्। एक पक्ष वन अतिक्रमण रोक्नु पर्ने भन्दै सङ्घर्षमा छन् भने कतिपय स्थानीय भने प्लटिङ हुनै पर्ने पक्षमा छन्, खास गरी युवाहरू। कम्पनीले उनीहरूलाई आयोजनामा रोजगार दिने र नयाँ घर बनाइदिने भन्दै आकर्षण गरेको छ। अहिले आयोजनामा कार्यरत 65 जना मध्ये अधिकांश स्थानीय युवा छन्। यहाँको युवाहरूले तपाईँको भन्नुपर्दा कुनै मिसिन लाइनमा काम गरिरहेछ, कुनै वाल लाइनमा, कुनै अब तपाईँको यो खानेपानीको मुहान बनाउनेमा गर्दैछ। प्रशासनले प्रहरी नै लगाएर काम रोकिदिएपछि उनीहरू आक्रोशित छन्। उनीहरूलाई सार्वजनिक वन मिचिएको पनि वास्ता छैन। मिलाउँदाखेरि जे पनि अलिअलि बिग्रिनु पनि सक्छ पहिला, पछि त्यो बन्दै पनि जान्छ। अब त्यो तपाईँको पहिला नखनिकन त त्यो अब डाँडा खनिसकेपछि त त्यो मिलाउनु पर्यो नि। त्यो मिलाउनको लागि अब जङ्गल फडानी भएको हो। हामीले अब यो राज्यको सम्पत्ति, यो वन जङ्गल हाम्रो क्षति भएको हुनाले हामीले गरेको हो। तर पनि दाजुभाइले अब त्यस्तो त हुन नपर्ने हो। अलिकति हाम्रो समाजै 2 के आफ्नै ढङ्गले फरक ढङ्गले चाहिँ प्रस्तुत भएको देखेँ। र स्थानीयलाई पनि हामीले नराम्रो सोचेको पनि छैन। यो विषय लिएर स्थानीयहरूले पनि हामीप्रति चाहिँ नि आक्रोश व्यक्त गर्नुहुन्छ र चाहिँ नि नराम्रो वचन खेप्नु परेको छ भने यो चाहिँ नि उहाँहरूको मूर्खता हो। घिसिङ टोल सकिसक्यो, अब घिसिङ टोल भन्दा मुनि लामा टोल छ। यो बर्खामा तपाईँको त्यो माटो बगिसकेपछि थेक्नु नसक्ने अवस्था आइसकेपछि अनि घर पुर्छ भनेर हामीले भने अनि यहाँको
बासिन्दाले के दोष लाउँछ सङ्घर्ष समितिले, यो सङ्घर्ष समितिले जिम्मा लिनुपर्छ भने किन जिम्मा लिने भन्दा तपाईँहरूले खन्नु नदिएको हो भन्छ। हामीले वन खन्नु दिने हो त? वन खनेकोलाई सम्बन्धित निकायबाट कारबाही होस् भन्ने चाहन्थे।